हेलो गाइस नमस्ते मेरो आकिज भएको तर्फबाट आज मलाई एकदमै धेरै हैन एक्साइटेड र खुसी भइरहेछ किनभने चाहिँ भोलि हाम्रो मङ्गोलियनहरुको चाहिँ सोनम लोसार मनाउनको लागि चाहिँ म आज फुल तयारी भएर चाहिँ हाम्रो चापा गाउँबाट चाहिँ सिधा काठमाडौँको टुडेखेलतर्फ लागिरहेछ गाइस है आफ्टर लङ टाइम पछि म मेरो निर्माया जिल्लाबाट भेट्न गइरहेछ गाइस है गाइस हैन फाइनली चाहिँ धेरै लङ टाइम पछि मैले मेरो एकदम मन पर्ने नजिकको मान्छे हैन यता चाहिँ हाम्रो निर्मलाजीलाई भेटेको छ र आज हामी चाहिँ फाइनली चाहिँ आएर चाहिँ के खान लाग्छ रे किमा नुडल्स खान लाग्छ मैले चाहिँ कहिले खाएको छैन किमा नुडल्स होइन टेस्ट कस्तो हुन्छ हैन तपाईहरुलाई चाहिँ म खाएर देखाउँछु र फर्स्ट म चाख्न चाहन्छु मिक्स गर्नु न पहिला अर्को चम्चाले गर्नु अनि उसले चाहिँ अहिले मिक्स गरिदिनु लाग्छ उसले मिक्स गरेपछि चाहिँ खाने चाख्ने काम चाहिँ मेरो हुन्छ किनभने सेफ म हो भने सेफ म वास्तवमा कुकै हो त्यस्तो होइन के छैन है म चाख्छु अनि भन्छु यो के हो कोक इज भेरी टेस्टी लु चाख्नु त टेनमा कति 10 मा 9 ल बहुत बबा लाग्यो मलाई टेस्ट एकदम हेमागी नाइ हो सिधै नाइ दिनु चाहिँ हुन्थेन है तर दिइहाल्यो के छैन नाइ किन तिमीलाई फर्स्ट टाइम अनि यो चाहिँ कस्तो छ भने फर्स्ट टाइम मैले खान लाग्यो हो त्यही भएर चाहिँ मलाई दामी लाग्यो होइन दिदी तपाईँलाई अर्कैसँग भेटेर चाहिँ कस्तो लाग्यो त अर्कै ब्लगसँग कस्तो लाग्यो You are happy? Of you happy a lot? A lot. Let's eat. Okay. किन नदेखाउने भन्ने मेरो विषय थिएन अब यस्तो देखाउँछु नि त यता चाहिँ मलिन है मैले उसलाई टिकटकमा मात्र देखेको अनि यस्तो चाहिँ सबैजना चाहिँ होइन एकदमै बबाल्ने रहेछ प्लास्टिक दामी लाग्यो त्यो के हो अचार हो मलाई नै हाल्नु थ्याङ्क यू दाजु म उसलाई चाहिँ अब कोक खुवाउनु गइरहेको छु कोक मेरो हातबाट फर्स्ट बेसरी खाएँ आउँला नि थालमा ल ल प्लेटमा आउँला कस्तो छ कोकको टेस्ट तपाईँलाई भनिसकेको थियो हिजो चाहिँ आज फाइनल हामी टुडेखेलमा आइसकेको छ यो चाहिँ हाम्रो तामाङको चाहिँ एकदमै ठुलो चाडपर्व यानि मगर जातिको सोनम लोसारमा आइपुगिसकेको छ र मसँग हुनुहुन्छ होइन अनि तपाईँलाई कस्तो लागिरहेको हो नाच्के नाच तिमीलाई कस्तो लागिरहेको छ आज एक्साइटेड किनभने भर्खर सुरु है घरबाट भर्खर आइपुगिसकेको किनभने बाटोमा यति धेरै भिडाभिड थियो कि जामको कारणले गर्दा चाहिँ हामीले एकदम लेट भएर चाहिँ अहिले फाइनली चाहिँ अबबाट चाहिँ भ्लग सुरु गरिरहेको छु तपाईँहरूलाई चाहिँ होइन यहाँको के छ यहाँको चाहिँ मतलब भिजिट पुरै गराउँछ यहाँको सिनहरूदेखि लिएर चाहिँ मैले तिमी यता आउनु अनि तिमी भन न ल उसको ल गाइस ल हेर उसको कस्तो छ आउटफिट ल
तर तिमी आज यति राम्रो खेल्देखेको यति राम्रो खेल्देखेको आज तिमी यति राम्रो खेल्देख्यो आज म तपाईँ भनिरहेको छु यति धेरै राम्रो देखेको छु उसलाई कसम चाहिँ ऊ के बयानै गर्न सक्दैन अनि सरितालाई पनि होइन कोही बयानै गर्न सक्दैन आज चाहिँ ओ मलिनाजी तिमी त यत्रो चस्मा लगाएर किन उता हालिरहेको त भाला पनि एकदमै के भन्दा कम छैन मलाई लाग्छ 90% होइन निर्मा चाहिँ 100% राम्रो छ अरे ऊ 90 मा भने सरिता चाहिँ मैले राखेको छ 95 मा ल गाइस हामी जब टोलीहरू अगाडि ल हामी चाहिँ अगाडि बढिरहेछ यहाँ चाहिँ मैले मेलामा यस्तो यस्तो चिजहरू देखिरहेको छ कि यो चाहिँ खाने चिजहरू आज हाम्रो केटीहरू को भन्दा को कममा छ है ओहो ल हामी चाहिँ अब सेकेन्ड प्रवेशद्वारमा ओ बौद्ध नयाँ बस्ती जबे जबे जमेद लगेल के हो लगेल मोज मस्ती हाम्रो यो टुडी खेलको बस्ती हामीले गरेको छैन कसैलाई जबरजस्ती हेर हामी आएको यहाँ त यति धेरै भिड भएको खोइ मलाई के भएको तपाईँहरूलाई चाहिँ म देखिरहेको यहाँको दृश्य तपाईँहरूलाई देखिरहेको छु यहाँको सिनहरू चाहिँ माझ मान्छे यति धेरै छ नि गाई भन्नै सक्दैन है पुरा एकदम धेरै भिड राम्रो हुने एकदमै राम्रो सरी ल गाइस आज भिड पनि यति धेरै छ कि के भन्नु होइन तपाईँहरूलाई जति सक्दो हुन्छ त्यति देखाइरहेको छु यहाँको क्यामेरा गरेर फाइनल हेर्नु पुरा हामीले चलाई हेर्नु के देख्नु भएको छैन र अब सबैजनालाई म भनिदिनु भन्दै कति भाषा मालमा त्यति सिकाएर छु
A few moments later. गाइज यो चाहिँ हाम्रो स्टल नम्बर कति 23 मा आएको छ हामी चाहिँ खाजा खानको लागि। अहिले चाहिँ हामी स्टल नम्बर 23 मा खाजा खानलाई चाहिँ गइरहेको छु। उनीहरू चाहिँ अगाडि नै गइसक्यो। सबैजना यसरी खाजा खाइरहेछ तर मेरो युनिटी कहाँ छ भन्ने म पत्ता गरिरहेको छु। जो सबैजना यसरी खाजा खाइरहेछ। ल यहाँ चाहिँ खाजा खानको लागि सबैजना चाहिँ यसरी बस्छ टक्क होइन। अनि हाम्रो यो युनिटी चाहिँ यता छ। सबैजना भोक लागेर चाहिँ यसो मुख बिगारेर बसिरहेछ। के छैन एकदम मिठो मिठो होइन यसो बास्ना आइरहेछ। अब चाहिँ टक्क हामी चाहिँ एकछिन पछि चाहिँ खानेवाला छु। अर्डर गर होइन केले पुछेको मैले नि यस्तो किन पुछेको सिगान ल सबैजना यसरी चाहिँ यो चाहिँ हाम्रो 23 स्टल नम्बर हो। 23 स्टल नम्बर चाहिँ यसो सबैजना बसेर खाइरहेछ अहिले जुस। उहाँहरू पनि अहिले चाहिँ खाजा खाइरहेको रहेछ र म पनि एकछिन पछि खानेवाला छु। उहाँ चाहिँ कहाँ काभ्रेबाट भन्नु भएन तपाईँ? उहाँ चाहिँ काभ्रेबाट अरे जोस आएको लगभग 2 घन्टा भयो अरे। अनि तपाईँलाई आजको लोसार चाहिँ कस्तो राम्रो लाग्यो होइन? ल जोस तपाईँलाई चाहिँ मलाई एकदमै राम्रो देखेको छ आज साँच्ची हो। तामाङ नि हो? के तामाङ नि? न भइहाल्छ भइहाल्छ। तिम्रो नाम? तिम्रो? हजुर भन न। ए बाबा लजन पर्दैन के हुन्न त्यस्तो के हो डिस हो यस्तो? ए आलु चप हो? ल आलु चप रहेछ। अनि बाँकी चाहिँ हाम्रो यता लागिरहेछ। सबैजना यसरी बसेर खाइरहेछ। हाम्रो कत्रो आँखा हेरेको त्यस आज एकदमै मलाई रमाइलो लाग्यो हाम्रो सोनाम लोसारको। के तामाङ भन्नु पऱ्यो हजुरले? म ठ्याक्कै भुलेँ। लोप्चन उहाँ चाहिँ लोप्चन रहेछ है। बाँकी हाम्रो टोली उता छ कि मैले चाहिँ हाम्रो यही त हाम्रो ब्युटी गर्लहरू चाहिँ अचार लगाइदिएको छ। अचार लिस्यो मेरो मिस लिस्यो खोइ त धन्यवाद पनि दिएन। भगा खान लाग्छ। के हो यो? के हो कि यो खानेकुरा? ए स्याबले गाई यो स्याबले रहेछ। हाम्रो गाउँमा चाहिँ नगभले भन्छ। त्यो छैन सबैजना यस्तै खाइरहेको छ। अब म खान्छु। एकदमै टेस्टी रहेछ स्याबले। बाबा लाग्यो सो नाइस। इमेजिन टेस्ट सो नाइस। ओके यस्तो ब्लग तपाईँ ल्याउँदै गर्छु। अहिले चाहिँ यति नै खाजा खाने ब्लग बाँकी तपाईँ ल्याउँछ है। डान्स भइरहेछ। सजियो समात ल मनाइदिन्छु। यतिकै समात ल। किनभने हामी दिनभरि घुमेर अलअलर फन अनि रमाइलो भयो। अहिले चाहिँ हामी घरतिर तपाईँले मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब गरेर बेल आइकन नबोलाइदिनु भन्दै हो।